दर्शकवृन्द पोखरामा अन्दाजी 30-35 वर्षको पुरुषको चाहिँ हत्या भएको छ। एकजना बहिनी 4:40 गथ्यो के स्कुटीमा आएको रहेछ अनि त्यो बहिनीले दिदी दिदी भनेर बोलाए मलाई। बग्थ्यो नि त भाइ, यही पिटेर यही मारेको भए रगत बग्थ्यो। चोट त यहाँ बेसर छ, गिदी निस्केछ। नमस्कार, म सुरेश हमाल, यहाँहरूलाई हिमालय दैनिकमा हार्दिक स्वागत छ। यति बेला चाहिँ म पोखरा महानगरपालिकाको वडा नम्बर 15 को यो टुटुङ्गा नजिकैको यो भित्री गल्लीमा छु र यही ठाउँमा चाहिँ आज बिहान झन्डै 4:45 बजेतिर चाहिँ एकजना पुरुषको शव चाहिँ भेटिएको छ र जुन शवको प्रकृति हेर्दा चाहिँ हत्या भएको बुझ्न सकिन्छ। उनको टाउको लगायतमा चाहिँ चोटै चोट देखिन्छ र यहाँ स्थानीयवासीहरूले चाहिँ उक्त पुरुषको शव देखेपछि चाहिँ प्रहरीलाई खबर गरेका थिए र म यति बेला घटनास्थलमा आइपुगेको छु र प्रहरीका अनुसार हालसम्म उक्त शवको चाहिँ शनाखत हुन सकेको छैन र यो घटनालाई पहिलो पटक देख्ने स्थानीयवासीहरूसँगको कुराकानी चाहिँ म यहाँहरू समक्ष प्रस्तुत गर्छु र यदि यहाँहरूको कोही मानिसहरू हराउनु भएको छ, अन्दाजी 30-35 वर्षको आफन्तहरू हराउनु भएको छ भने पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न सक्नुहुन्छ। कसरी थाहा पाउनुभयो हजुरले पहिला चाहिँ? मैले पहिला म घर बढार्दै थिएँ है, बिहानै एकजना बहिनी 4:40 गथ्यो के स्कुटीमा आएको रहेछ अनि त्यो बहिनीले दिदी दिदी भनेर बोलाए मलाई। हजुर किन बोलाउनु भएको बहिनी भनेर म त बाहिर निस्केँ। हेर्नु नि, त्यो एउटा मान्छे लटिराखेछ, मोरे जस्तै छ दिदी भने। खै भने अनि म नि गेटबाट बाहिर निस्केँ अनि त्यो बहिनी र म घरमा यसरी हेऱ्यौँ अनि मैले यहाँ बोलाएँ त्यहाँ बोलाएँ, सबैलाई बोलाएँ। त्यो बहिनीले तपाईँ एकछिन नजानु है बहिनी, मैले मान्छे नबोलाउँछ कि म एक्लै हुन्छु फेरि भने अनि सबैलाई बोलाएँ। अनि त्यहाँबाट पुलिसलाई नि मैले बोलाएँ है, उहाँहरू पनि आउनुभयो। अनि त्यो बहिनीले बोलाएको क्या, भोलि केही अप्ठ्यारो पऱ्यो भने त तैँले कसरी देखिस् भन्छ कि भन्यो भने त मलाई त झ्याउ हुन्छ भनेर फेरि त्यो बहिनीको स्कुटीको फोटो नि टक्क खिचेकै नम्बरको है। अनि गएर बहिनी जानुभयो अनि सबै पुलिसहरू ओडाबाट सबै आउनुभयो, ओडा प्रतिनिधिज्यूहरू पनि सबै आउनुभयो अनि लिएर। यो छिमेकको होइन, रातिमा होइन, हामी यहाँ कसैले थाहा पाएनौँ। हाम्रो घरको कुकुरहरू नि भुकेन होइन, बेसरी कुकुर भुक्ने, यो त कतैबाट लिएर फ्याँक्दै जस्तो छ कि बग्थ्यो नि त भाइ, यही पिटेर यही मारेको भए रगत बग्थ्यो। चोट त यहाँ बेसर छ, गिदी निस्केछ। हेम्बर न के भन्छ त्यो त्यहाँ थियो, त्यसको त्यो मान्छेको चप्पल अलि पर थियो, हाम्रो गाउँको जस्तो थियो। आसपासको मान्छे होइन? अन्दाजी कति वर्ष जतिको जस्तो लाग्छ? 30-32 होला है भाइ। 25-30 कस्तो मङ्गोलियन फेस हुन्छ नि अलिकति, अथवा अरू म त नजिकबाट त हेर्नै सकिनँ। रातिमा त्यस्तो हल्ला के थाहा पाउनु भएन? पनि थाहा पाएन। हाम्रो कुकुरहरू नि भुकेन के, यहाँ कुकुर छ, मेरो कुकुर छ है। यहाँ कस्तो साँझ परेपछि यो बाटो मान्छे हिँड्दा नि कति हामीले पुनेर राख्नुपर्छ, कुकुरै भुकेन। भनेपछि हजुरले यो सबको प्रकृति हेर्दाखेरि कतै हत्या गरेर यहाँ ल्याएर फालेको हो कि भन्ने? बिहान प्रहरीहरू आइपुग्दा पनि त्यस्तो केही खुलेन, पहिचानै खुलेन। अब केही नभने कम्तीमा पनि हल्ला हुन्थ्यो, उसले पनि त गुहार माग्थ्यो, यहाँ रुन्थ्यो, कराउँथ्यो, चिच्चाउँथ्यो, केही सुनिएन। कति वर्ष जतिको? 25-30 होला अन्दाजी के। अब हामीले यसो हेर्दाखेरि अनुहार चिनिन्थ्यो के थियो? अलिकति चिनिन्थ्यो। अब यहाँबाट रगत बगेको थियो है। कपडाहरू चाहिँ कस्तो लगाउनु भएको थियो? कपडाहरू एउटा लेबर के, लेबरको खत्रो मात्र हातबाट ठेला गरिब देखि नै एकदम मान्छे त तर बाहिरबाट कसले ल्याएर फाल्दै दि। यो ठाउँलाई चाहिँ के भन्छ ठ्याक्कै? यसलाई टुटुङ्गा, हजुर, यो आदर्श टोल विकास संस्था हो टुटुङ्गा। अनि यो चाहिँ नि गैतारा मार्ग भन्छ कि, वन मार्ग लेखेछ हामीले त्यहाँ गैतारा। यो ठाउँलाई पहिला हामी पुरानो मान्छेहरूले गैतारा भनिन्थ्यो, अमिनतारा जाने बाटो। यो तल्लो भेग चाहिँ नि अमिनतारा हो, यसलाई
गए तर हिजो अस्ति पनि त्यस्तो कुनै शङ्कास्पद गतिविधि यताउता केही नै थाहा छैन। केही थाहा छैन है? हाम्रो यहाँ त शान्त आनन्द राति 11-12 बजीसम्म पँधेरा छ। यहाँ पानी लिन आउनुहुन्छ मान्छेहरू है, सबैलाई थाहा भएको कुरा। बेला 3 बजीदेखि घाटको पँधेरा भन्छन्, मिठो पानी भनेर यहाँदेखि अमरसिंह रामबजार जताततैको पानी लिन त्यो सब भेटिनुभन्दा पहिला पनि मान्छेहरू त हिँड्थ्यो होला बिहानमा त हजुरको भनेअनुसार त होइन? बिहान चाहिँ खोइ केही थाहा भएन। अब हामी बिहान निस्किन्नौँ होइन, हामी त्यहीँ कम्पाउन्डभित्र घरभित्रै सबै काम गर्ने, कुडार पोछापोछी लगायो। अब पहिला जस्तो अन्तै जान पर्ने, यताउति टोयलेट बस्नु ओर्ने भए भयो, मान्छेलाई सबै कुरा देख्छ त। अहिले त सबै घरभित्रै छ। त्यो एकजना बहिनीले देखेर मात्रै हो। हामीले मर्निङ वाक आउँदा त्यो यता आइएन कि बिहान आउनुहुन्थ्यो हजुरहरू पनि? मर्निङ वाक त्यहाँसम्म त आइयो, त्यहाँबाट यता गयो हामीले भेट्ने रहेछ। त्यहाँबाट टुटुङ्गा गयो, टुटुङ्गाबाट चाहिँ मासतिर त्यहाँबाट फर्किएपछि हामी ठ्याक्कै पुलिसको गाडी त भेट्यो, तर के कारणले भेट्यो त्यो त हामीलाई थाहा भएन नि त। अनि सिधै घर गएपछि अहिले न्युज देखेपछि फेरि फर्केर यहाँ आएको अहिले चाहिँ त्यही बहिनी। हजुर त्यति मात्रै थाहा भएको हामीलाई त, किनभने हामी त्यहाँसम्म आउँदाखेरि सिसिटिभीहरू छैन यतातिर है? हामी त्यहाँबाट यता अगाडि आएको भए हामीले भेट्ने रहेछ, देख्ने रहेछ फर्स्टमा। 5:30 बजे 4:40 मा त मलाई बोलाएको भित्रबाट। के भनेपछि त्यतिखेर त मैले पुलिसलाई बोलाउँदा त 5 बजे 4 बजेर। दर्शकवृन्द, यो घटना चाहिँ पोखरा 15 को यो टुटुङ्गा यता यो भ्यू पोइन्ट स्कुल छ र त्यसको साइडबाट चाहिँ यो भित्र आउने यो अमिनतारा जाने बाटो छ। यता यो वन क्याम्पसको जङ्गल छ यो पछाडिपट्टिको, र यही जङ्गलको यो रोडमा चाहिँ यो लेन नम्बर 24 नजिकै चाहिँ सब भेटिएको